हेलो गाइज, अहिले हामी सुर्खेत जिल्लाको बर्मागार भन्ने ठाउँमा टिका थापेर अब फर्किँदैछौँ घरतिर। अनि बाटो चाहिँ यति रमाइलो छ यहाँ। हजुरले चिन्नुभयो कि नै? चिनिहाल्छ अब त आँखा तेज भइसक्यो अरे। के छ हाल खबर? ठिक छ। कहिले आउँदा? भर्खर आजै आएको, यसो भिडियो बनाऊँ भनेर। यता हाम्रो लालाजी हुनुहुन्छ। अनि के अरे नाम? मेरो दिनेश। दिनेश। अनि धेरै वर्षपछि भेट भएको छ। अब दसैँ मान्यो, फर्किन लाग्छौँ हामी। हजुर। अनि हाँस्न त अझै छोडेको छैन है। के गर्दैछौ त आजभोलि? पढ्छौ? इन्टरभ्यू लिदिउँ? इन्टरभ्यू लिन पनि कति गाह्रो हुन्छ र? अनि कहिले आयो यस्तो? म भर्खरै अघि आएर भर्खर फर्किएको हो। वो त के अरे भाउजू भन्ने हो कि बुहारी भन्ने हो कि सोल्टिना भन्ने हो, उहाँ चाहिँ जान्नु अब उमेरको हिसाबले कुरा गर्ने नि। उमेरको हिसाबले जे हुन्छ त्यही हो। अब गोविन्दलाई दाइ भन्ने कि भाइ भन्ने कुरा हुन्छ। दाइ त होला। दाइ भएपछि अब दाइ होस् कि भाइ होस् नि। म 59 साल 3 महिना 27 एक दिनले जेठ हो। एक दिनले 29 गते म जुमले बच्चामा कति दिनले हुन्छन् त अगाडि मदन खतरा भेना चाहिँ त्यो हिँडेको साल हो क्या मदन। 5 घन्टाले मात्र जेठ खान्छ। म 5 घन्टा जेठ। तिमी एक दिनले जेठ हुन्छ यो हिजो देखाएँ मैले। कता छ त पढाइ? मेरो सुर्खेततिर। कुन क्याम्पस हो? म टेक्निकल लाइन राष्ट्रिय प्राविधिक शिक्षालयमा हो। अनि त्यस पछाडि ब्याचलर फेरि यहीँ सारे क्याम्पस। ए तिम्रो यो मकरा छोराउ न कसले? तिमीले के कति राम्रो देखिया हेर। सेलिब्रेटी पर्यो सेलिब्रेटी। त्यही भएर अहिले फेरि सिधै रब बोलिदिउँ सेलिब्रेटी भन्दाखेरि। सेलिब्रेटीलाई त्यस्तो गर्दाखेरि अपमान हुन्छ नि टिकटकको। थाहा त होला नि फेरि त्यहाँ के हुन्छ नि सुर्खेतमा विराज भट्ट र रेखा थापा आफूलाई के गरे आउनु सुर्खेतीहरूले। अहिले यो मोबाइलमा हेर्दा हेर्दा सट्टै भेरीमा पुग्यो भएको नै अलि ऊ बनाउने क्या। म त के सुसाइड गर्न लाग्यो कि भन्ने मानेको थिएँ यार। हेलो हाम्रा चाहिँ फ्यानहरू पछाडि छन्। फ्यानहरू मेन टुरिस्टरहरू पछाडि छन्। तर बहुत दामी आउँदै थियो नि अहिले त सिन पनि। कस्तो यो भिडियोमा गफगाफ लाउँदै डराएर पुल समात्नु भएको यस्ता पुल त झ्याकेर भत्काइन्छ यार। हाल्ने हो क्या उसमा फेसबुकमा केटाहरू चुमिन्छन् फेरि परदेशमा। ओहो हामीलाई भाइरल लाग्यो त। भाइरल नै भाइरस। डर त्यो छ कि कहिले भाइरल भइजान्छ। इन्टरभ्यू लगाउन आयो भने खतम भइगयो त। अहिले टिकटकमा चलेर आफू एउटा टङ्ग समातेर यस्तो इन्टरभ्यू लिएर लग्नै भइगयो। नै त्यस्तो किन गर मलाई त्यत्तिकै देखाएर मात्रै गोली त रहेछ नि त। यही त हो त। यो चाहिँ पोखरे र बर्मागार जोड्ने पुल हो। हामी पुल क्रस गर्दैछौँ कालीगण्डकी नदीमाथि हो। भेरी पुल भन्छ यसलाई यहाँ फेरि। अनि तलतिर कालीगण्डकी नै। यहाँदेखि 6 घन्टा लाग्छ फेरि कर्णाली पुलमा जान। सर्टकट बाटो। ओहो किन अरूलाई त नजरै आउनु त आफ्नै